ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको पहलमा 17 ठेका तोड्ने प्रक्रिया सुरु। वर्षौंदेखि अल्पत्र रहेको सडक आयोजनालाई अघि बढाउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेकदारको ढिलासुस्ती सहन नहुने नीति लागू गर्दै 17 वटा ठेका तोड्ने प्रक्रिया सुरु गरेका छन्। सडक विभागका अनुसार पहिलो चरणमा तोड्न लागेका ठेक्कामध्ये झापा, मोरङ, रौतहट, सर्लाही, बारा, नुवाकोट र तराईका विभिन्न जिल्लाका आयोजनाहरू समावेश रहेका छन्। झापाको कन्काई पुल 14 वर्ष रोकिँदा 55% मात्रै सम्पन्न भएको छ। त्यस्तै विराटनगरका सडक डिभिजनका 5 ठेक्का, चन्द्रनिगाहपुर डिभिजनका 5, हुलाकी सडक निर्देशनालयका 5 र नुवाकोट डिभिजनका 2 ठेक्का तोडिने सूचीमा छन्। यी सबै ठेक्काहरूमा पटक पटक म्याद थपिए पनि काम नगरेको, सम्झौता उल्लङ्घन गरेको र लामो ढिलासुस्ती भएको विभागले जनाएको छ। विभागका अधिकारीका अनुसार मन्त्री घिसिङको निर्देशनपछि काम नगर्ने ठेकदारलाई ठेक्का होइन, कानुनी कठघरामा उभ्याउने नीति अन्तर्गत यो कदम चालिएको हो।